नमस्ते। फिलहाल पलातामा छौँ हामी माछाको खोजीमा नदीको किनारमा जाँदैछौँ दिजु र म। अनि बाटोमा यो 1 केजी अलि नपुगवाला माछा पनि भेटियो। अनि यति माछाले पुग्दैन भनेर दिजु र म फेरि नदीको किनारमा झरौला हाल्ने ठाउँमा गएका छौँ। त्यहाँ अब ब्याड लक, यहाँ यत्रो झरौला हालेर एउटा माछा मात्रै पर्यो। झरौलामा वारीको पारीसम्म हाल्दा रहेछ, यो परेन। त्यसपछि फेरि हामी अगाडि बढ्यौँ अर्को ठाउँ नदीको किनारमा। यो पलाताको नदीको किनार हो। फेरि खबर मिल्यो कि 10 केजी जति माछा एउटा घरमा छ भन्ने। त्यसपछि हामी जाँदैछौँ। यहाँ पुगेर पनि 2 केजी पहिले अगाडि लिइसकेको रहेछ। बाटोमा फेरि 2 केजी भेटिन्छ। अनि हामी एकदम हतारले गएर त्यो नानीले बोकेको छ भनेर त्यहाँ गएर माछा गर्छौँ। त्यसपछि हामी बाटोमा अमला छ, यहाँ एकदम रहर लाग्दै लोभ लाग्ने। अनि अमला टिप्न लगायौँ। बिहान नै एकदमै ठुल्ठुलो अमला छ, हरियो। यो डेली एउटा खानु स्वास्थ्यको लागि फाइदाजनक छ। त्यसपछि झरौला हालेको मान्छेहरू भाइहरू परेन बिचरा। झरौला त एकदम कसेर हाल्ने, तर माछा नपर्ने। यहाँनिर हामी पट्टी नदी, यहाँ माछा पर्ने नदी। त्यसपछि घरमा आइपुग्यौँ माछा ल्याएर। अब यो माछा बनाउने तयारीमा छौँ। माछाको यो माछा लुई भनेर भन्छ। कोदाको रोटीसँग लुई खाने प्लानमा हो हामी खास। दिजुले के अर्कै बनाउँदै रहेछ। अर्को खुसी भएर जिउँदो माछा छ भनेर खुसी प्रकट हुँदैछ। फेरि माछा पाउँछ भन्ने तापनि अहिले यो रोड बनाउने उसमा माछा पर्दो रहेनछ। दिजुहरूको खुसी। त्यसमा आगो बालेको छ। हामी पोलेर खाने पनि प्लान छ। दिजुको सुरु भयो यो माछा। अनि त्यसपछि पोलेर खाने हामीले पोल्दै माछा एक माछा यसो खाउँ। दिजुले हात पुरै खाइसकेको छ। तयारी यो लुई बनाउने तयारी हो। तर उहाँले अर्कै कोदाको रोटीमा अर्कै तरिकाले बनाउने। म चाहिँ माछा बाहिर के मसला त्यति नहालेर एकदमै अर्ग्यानिक तरिकाले पकाउने, माछाको मात्रै स्वाद आओस् भनेर। अझै दुलैले टमाटरहरू हालिन्। यो ठुलो आएछ, पाक्दैछ माछा। यो भाइ यो दिजुले बनाएको लुई रोटी हो कि के भने, यो माछाकोसँग औषधि हुन्छ, खायौँ। अब हामी खाना बस्दैछौँ। यसपछि माछा पाकिसकेपछि यो फेरि लिनुपर्छ भनेर यसरी राख्नु पर्दो रहेछ। जस्ताको तस्तै हुँदो रहेछ। यो केराको बोक्रोमा माछा राख्दाखेरि भोल लिँदाखेरि जस्ताको तस्तै हुन्छ अरे यो। अनि यहाँ मुवा यो खाना राख्दै त्यसपछि हामी बस्यौँ यहाँ ठुलबुवा पलातामा। अब धन्यवाद। यसरी हाम्रो पलाताको रमाइलो यो फिल्ड यादगार बन्यो।